कोभिडको टाइममा पनि एउटा इनफ इज इनफ भन्ने एउटा प्रोटेस्ट भएको थियो जुन चाहिँ हाम्रो पिसफुल प्रोटेस्ट नै भइरहेको बेलामा चाहिँ त्यो टाइममा पनि गभर्मेन्टले फोर्सफुल्ली सबै स्क्याटर गर्नुभएको थियो. दिस वाज इयर्स एन्ड इयर्स अफ फ्रस्ट्रेसन पट हुन्छ नि सबैजनाको फ्रस्ट्रेसन. अनि फर्स्टमा हामीलाई त हाम्रो माग आई थिङ्क एकदम पिसफुली जाने थियो. अनि वी जस्ट वान्टेड पिसफुल प्रोटेस्ट द्याट विल हुन्छ नि सोसियल मिडिया ब्यान पनि एउटा हटोस् प्लस करप्सनलाई प्रेसर आओस् भन्ने मात्रै थियो. वी नेभर थट हामीले गभर्मेन्टै ओभरथ्रो गरेर विल गो टु अनदर भनेर वी नेभर थट द्याट होइन. अहिले हामीले इन्फ्लुएन्सरहरूलाई हाम्रो लिडर बनाइरहेको छौँ अनि उहाँहरूकै लैलैमा चाहिँ हामी गइरहेको छौँ जस्तो फिल भएन. बिकज मोस्ट अफ देम वेयर लाइक ओके डास दाइले भन्नुभएको छ. तर देखिरहेको थियो नि त्यति बेला प्रोटेस्टको एक दिन अगाडि भोलिपल्ट लाफिङ खान जाउँ यहाँ भन्ने मान्छे होइन. त्यसपछि फोटो हालिरहेको कहाँ कहाँ मान्छे इन्सेन्सिटिभ भएको होइन. अनेस्टली आइटी वाज नट मेरो कप अफ टी बट आई डिड फिनिस द होल डिग्री द्याट्स महाभारत. तर फर द लङ्गेस्ट टाइम महाभारत मलाई अलि भेगली थाहा थियो के भएको थियो भनेर तर एक्चुअली थाहा थिएन. त्यो हेरिसकेपछि चाहिँ मोर ओभर त्यसलाई पोलिटिकल वेले कसरी हेर्नु मिल्छ. हाउ डिड कृष्ण हुन्छ नि युज हिज स्ट्राटेजी टु विन ओभर द वार. अनि त्यो होल महाभारतलाई चाहिँ आफ्नो लाइफमा कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ त होइन. जस्ट बिकज यु ओपन द बिजनेस वाट मेक्स इट भ्यालुएबल फर द्याट टु पिपल टु सेयर इट. I have a good relationship with a lot of musicians and a lot of guests who हुन्छ नि. तर उनीहरूले जहिले मेरो कन्टेन्ट सेयर गरिदिन्छ त म गरिदियो पनि भन्दिनँ. उनीहरूलाई जब मेरो कन्टेन्ट मन लाग्छ म उनीहरूले सेयर गरिदिन्छ. अनि माई रेस्पोन्सिबिलिटी इज टु मेक समथिङ द्याट ही अर सी विल अल्सो लाइक. के फलानाको यति सुन गरेर यति बिहा गर्यो होइन मलाई वास्ता नै छैन. म आफ्नै उसमा के छु म बरु मेरो साथीहरूको ओइ तेरो के भयो अब मेरो बेस्ट फ्रेन्ड सबै ओइ तेरो के भयो भने त्यो रमाइलो गरौँला. तर जसको मलाई मतलबै छैन जसको कुरा गरेर नि साध्य छैन तिनीहरूलाई आई डोन्ट गिभ टाइम. के मलाई अस्ति पनि चित्त नबुझेको कुरो भन्दाखेरि वेन दसैँतिर आई थिङ्क एज अ वुमेन यु विल अन्डरस्ट्यान्ड जसको पिरियड्स भयो उनीहरूलाई बाहिर राखेँ होइन. म त रिबेल मान्छे म त भन्छु होइन. मलाई त चित्तै बुझेको छैन होइन. कतिजनाले त त्यस्तो गर्छ तर कुरो कस्तो भन्दाखेरि मलाई चाहिँ लजिक छ भए ओन्ली आई से यस. के हुन्न आइज भनेर रुइरहेको थिएँ सबैले टिका लगाइदिनु भयो क्या. सो द्याट वाज मेरो बेस्ट र मेमोरेबल दसैँ आजसम्मको पनि क्या.